नमस्कार, आज हो मेरो विन्टर बलको डे 63 र आज म ट्रेन गर्नेछु चेस्ट ट्राइसेप। विन्टर बल स्टार्ट गरेको 2 महिना भइसक्यो। दिनहरू कति छिटो बित्छ थाहा नै हुँदैन। बिहान 6:30 मा उठेर नुनसँग 2 ग्लास तातो पानी पिए र हिजो मलाई धेरै जनाले क्वेशन गर्नुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद। मैले जाने बुझेको कुराहरू भन्न मलाई धेरै खुसी लाग्छ। 8 बजे सिसेम सीड्स, फ्ल्याक्स सीड्स, आम्ला पाउडरसँग गार्लिक जिन्जर खाए। आज वर्कआउट छिटो सुरु गर्नु छ, अनलाइनबाट सामान आएको हुनाले 8:30 मा प्रिमिल बनाए र 9 बजे प्रिमिल खाए। आजको वर्कआउट प्लानहरू यस्तो रहेको छ। 10:30 मा वार्म अप गरेर वर्कआउट सुरु गरे। चेस्टको लागि बेन्च प्रेसको 3 सेट, केबल फ्लाईको 2 सेट, स्क्विज प्रेसको 2 सेट, ट्राइसेपमा क्लोज ग्रिपको 2 सेट, ट्राइसेप एक्सटेन्सनको 2 सेट र इन्डमा केबल किकब्याकको 2 सेट लगाएर आजको वर्कआउट सके। 10 मिनेटमा क्रेटिन कोला खाए। अनलाइनबाट आएको सामान पिकअप गर्न गए। के सामान आयो भनेर भोलि भन्नेछु। 1 घण्टापछि पोस्ट वर्कआउट मिलमा अन्डा, दाल, भात, न्युट्रेला र भिटामिन डी को ट्याब्लेट खाए। 4 बजे 1 घण्टाको ट्युसन क्लास लिए र आजलाई यति नै। राम्रो लाग्यो भने फलो गरिदिन नभुल्नु होला। थ्यांक यू सो मच एन्ड लभ यु अल र भोलि भेटौँला।